फिल्ममा कालो देखेको थिएँ नि। एउटा यो काले अनि यो चाहिँ आमा मुभीको दुईवटा कालेहरू यता बसेको देखिरहेको छु। अनि यो चाहिँ खोला है, खोलामाथि पुरा नहर उठाइदिएको रहेछ। यहाँ चाहिँ डस्टबिन देख्न सक्नुहुन्छ। यता हाट बजार। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी वीरगन्ज एक्सप्लोर गर्न गइरहेको छौँ। वीरगन्जमा हामीलाई धेरै ठाउँ यहाँ बसेको 1 वर्ष भयो होइन, तर आजसम्म पनि हामीलाई त्यति ठाउँहरूको बारेमा थाहा छैन। त्यही भएर हामी एक्सप्लोर गर्दैछौँ। वीरगन्जमा 4 तले उहाँको है धनी दिदी ओके। हामी ब्याक भ्लग गर्छौँ। यो फ्रन्ट भयो, फ्रन्टबाट हामी ब्याक देखाउनु मिल्दैन। आज हामी मुभी हेर्न गएको, मुभीको क्लिप पनि म हजुरलाई सेयर गर्छु। आबाट आमा मुभी हेरेको कि सम्झने यार, कस्तो इमोसनल मुभी थियो। ओ माई गड, सबैजना रोएर नन स्टप। ओ माई गड, क्युएफएक्स अन्ली, मतलब राम्रो हल चाहिँ क्युएफएक्स नै होला। यहाँको हल त धेरै नै छ होला वीरगन्जमा होइन, क्युएफएक्स हल चाहिँ बेस्ट हल होइन। सबै मुभीहरू हेर्न सक्नुहुन्छ। एकदम साउन्ड राम्रो, एफोर्डेबल, धेरै कुरा छ। हामी चाहिँ अलिकति टाइम लाग्छ, आधी घन्टा जति हिँड्ने होला। यो चाहिँ हामी नेपालमै छौँ गाइस, विदेश चाहिँ नसुन्नु होला। यताको हावाले थाहा पाउँछ कता छौँ भनेर। यो रिक्सा कसले देख्नु भएको छ आफ्नो ठाउँमा भन्नु ल। कसरी बनाउने चाहिँ तपाईँको हातमा। गाइस हामी चाहिँ हल्का रङ बाटो गएछु। भिडियो बनाउने चक्करमा रङ बाटो गयौँ, पोपट हो गयो आफ्नो। Look at guys, this beautiful picture. And हजुर हुक्का खाएको वर्ल्ड हुक्का हो। अब ट्रेडिसनल हुक्का चाहिँ तपाईँहरूले देखिसक्नुहुन्छ होटलतिर। And here, wow, oh my god, this is so beautiful. And this picture, लु प्रवेश सुख लाग्दो रहेछ, टिकट लाग्दो रहेछ। म त फ्रीमा गइन्छ कि भनेर। लेट्स सी के कस्तो छ र भन्ने हो भित्र। पाइसक्यौँ टिकट 4 जनाको। हामी 4 जनाको टिकट। नाइस। श्री महाराज धीराज वीरेन्द्र वीर विक्रम सहदेव सरकार बाहुले। मैले त अझै गाइस, तपाईँले घुम्न सक्ने ठाउँ भनेको वीरगन्जमा ए हो। यो चाहिँ कता छ भन्दाखेरि नजिकै छ, बिट्टा चोकबाट त नभनौँ, क्युएफएक्सबाट। जाउँ घुम्नु। यो छठ बेलामा झन् राम्रो हुन्छ। ब्युटिफुल भ्यू। सो गाइस, उता देख्न सक्नुहुन्छ हाम्रो साथीहरू गइसकेको छ। म चाहिँ यहाँ बसिरहेको छु, उनीहरू आउँछ होला। यहाँ चाहिँ यस्तो माछाहरू आउँछ, त्यो माछाहरू होला पक्कै। ब्युटिफुल।
लास्टको हामी 30 रुपियाँतिर यहाँ पोखरीको फोहोर हेर्न र अनि अलिअलि भिडको इन्जोय गर्न फोटो खिच्न सक्छु त्यसै गरी अरू केही हेर्न सक्दैन 30 रुपियाँ होइन 15 रुपियाँ चाहिँ हुनुपर्ने सो यहाँ चाहिँ फाउन्टेन छ आई थिङ्क यो चाहिँ बिग्रेको जस्तो लाग्यो हेर्दाखेरि चलेको छैन जस्तो लाग्यो यो चाहिँ फाउन्टेनको लागि मेसिन्सहरू रिसेन्टली नट वर्किङ चल्दैन होला नि के अब त बिग्रेको तपाईँ गाइस यहाँ तपाईँले पोखरी देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामी बसिरहेछौँ हामी चारवटैजना यहाँ बसिरहेछौँ बसेर भ्यू इन्जोय गर्छौँ गर्मी हुन्छ होला आज राति पानी परोस् अनि गर्मी स्टार्ट हो त नि पानी परेपछि गर्मी हुन्छ टाइम्समा पनि भोट राम्रोमा दिनुपर्छ हाम्रोमा होइन हो गाइस अघि हामीले फिल्ममा कालो देखेको थियौँ एउटा यो काले अनि यो चाहिँ आमा मुभीको दुईवटा कालेहरू यता बसेको देखिरहेको छु अनि यो चाहिँ खोला है खोलामाथि पुरा नहर उठाइदिएको रहेछ यहाँ चाहिँ डस्टबिन देख्न सक्नुहुन्छ यता हाट बजार यता चाहिँ फलफुल बजार हाट बजार त नभनौँ फलफुल बजार यता मोमो खान जाँदैछु गाइस स्पेसल मोमो अफ यो युनिसाले पुरै भिडियो कहिले हेर्दिनँ आफ्नो क्लिप काटेर त जान्छ गरी हेर्छु जहिले अयो ल जा यता हो सो गाइस हामीहरू चाहिँ अब एकछिनमा पसल जाँदैछौँ मोमो खाने भिड त त्यहाँ कहिले नै हुन्छ के गर्ने र त्यस्तो भिडमा यहाँ एभ्रिडे मोमो पसल फुटपाथ से लेके दुकान भिडै भिड छ भिडमा के आइसकेको छ आउनु आयो टाइममा त्यसो नगर यसलाई काट्ने हो क्लिपलाई हामी मोमो नै आएको Aaron, tipika ko mga